यहाँ चाहिँ मासु कटिङ हुँदैछ। पियाम अचारको लागि मासु कटिङ। हाम्रो सरले मासु कटिङ गर्दै हुनुहुन्छ। दाइ मासु पियाम अचार चाहिँ बोसो अनि मासु के कसरी मिक्स गरेर बनाउनुहुन्छ? बोसो पनि हाल्नुहुन्छ हो अचारमा? बोसो हाल्दैन। अनि मान्छे मोटाउनलाई चाहिँ अनि के खाने? बोसो खाने कि मासु खाने कि? बोसो खाँदा मोटाउँछ हो। मैले मासु र बोसो छुटाउँदैछु। बोसो एकतिर फलमासु अचारको लागि छुट्टै राखेको छु। दाजुले चाहिँ बोसो र मासु छुट्याउँदै हुनुहुन्छ। उहाँले भन्नुहुन्छ अचारमा चाहिँ राम्रो मासुको पिसहरू राख्नुपर्छ। त्यही अचारको लागि उहाँले चाहिँ कटिङ पिस निकाल्दै हुनुहुन्छ। अचारमा चाहिँ यस्तो राम्रो मासु चाहिँ युज हुन्छ हाम्रो अचारको लागि, पियाम अचारको लागि। अनि दाजु हाम्रो लोकेसन चाहिँ कहाँ हो भनिदिनु पर्यो साथीहरूलाई तपाईँले। हुलाकघर मात्रै? हुलाकघरमा के टिकट पठाउने हो? टिकट पठाउने होइन, यहाँको यो पहिला पोस्ट अफिस थियो। हजुर, पोस्ट अफिस। त्यही नामले यहाँ चिनिन्छ कि यो टोलमा। पुरा नाम भन्नुहोस् न, ठेगाना पुरा ठेगाना भन्नुहोस् त डिटेलमा। हुलाकघर मन्जुश्री बजार। स्वयम्भू हुलाकघर मन्जुश्री बजार। एकपटक भिजिट गर्नुहोस् है। मासुको